अस्सलामुअलैकुम वेलकम ब्याक टु माई च्यानल साइसर कोर्सेटमा तपाईहरुलाई फेरि पनि स्वागत छ। आजको भिडियोमा हामी गजरा बनाउन सिक्नेछौँ। मैले यो दुईटा कलरको गजरालाई जोडेर बनाएछु। अब यसलाई बनाउन हामी सिकौं। स्लिप नट गर्ने, अब हामी चेन 90 ग्राम, चेन 90 गर्नुहोस्। । 90 चेन गर्छु अनि फेरि म भन्छु। 90 चेन भयो। अब हामी लिफको पार्ट गर्ने। यो पहिलो चेनलाई स्किप गरेर दोस्रो चेनमा हामी सिंगल क्रोसेट गर्ने अनि नेक्स्ट चेनमा हामी हाफ डबल क्रोसेट गर्ने एउटा अनि फेरि अर्कोमा एउटा डबल क्रोसेट, फेरि नेक्स्टमा दुईवटा डबल क्रोसेट, फेरि एउटा डबल क्रोसेट, फेरि एउटा हाफ डबल क्रोसेट अनि फेरि सिंगल क्रोसेट अनि अर्को चेनमा चाहिँ सेल्फ स्टिच। एक साइडको भयो। अब 10 वटा चेनमा चाहिँ हामी सेल्फ स्टिच गर्छौं। यहाँबाट काउन्ट गर्ने 1 2 3 4 5 6 7 8 9 10 वटामा हामीले स्लिप स्टिच गर्यौं। अब बाँकी बाँकी 17 वटा चेनलाई छोडेर हामी बाँकीमा चाहिँ सिंगल क्रोसेट गर्ने। यहाँसम्म गर्छु अनि फेरि म भन्छु। यहाँसम्म गर्यौं। अब बाँकी 17 वटा चेन रह्यो। यसमा चाहिँ 17 वटामा चाहिँ 10 वटामा हामी सेल्फ स्टिच गर्ने, अघि यहाँ गरे जस्तै। तीन 4 5 6 7 8 9 10 वटामा स्लिप स्टिच गरिसकेपछि अब बाँकी 7 वटामा चाहिँ हामी लिफको पार्ट गर्ने। अब यहाँनिर चाहिँ हामी सिंगल क्रोसेट गर्ने अनि हाफ डबल क्रोसेट एउटा
एउटा डबल क्रोसेट, अर्कोमा चाहिँ दुईवटा डबल क्रोसेट सेम ठाउँमा, अनि फेरि एउटा डबल क्रोसेट, फेरि हाफ डबल क्रोसेट अनि सिंगल क्रोसेट। अब यहाँनिर चाहिँ हामी चेन 1 गरेर यता फर्किने। यो ठाउँमा फेरि हामी सिंगल क्रोसेट गरेको ठाउँमा सिंगल क्रोसेट गर्छौं, अनि हाफ डबल को ठाउँमा हाफ डबल क्रोसेट, फेरि एउटा डबल, यहाँनिर एउटा डबल क्रोसेट छ, यसमा चाहिँ एउटा डबल क्रोसेट गर्ने, अनि दुईवटा गरेको ठाउँमा चाहिँ दुईवटा डबल क्रोसेट, फेरि डबल क्रोसेट एउटा, अनि एउटा हाफ डबल क्रोसेट, अनि सिंगल क्रोसेट, अनि स्लिप स्टिच गरेर चेन 1 गरेर कट गर्ने। यस्तो लिफ हुन्छ। अब यो साइडको बनाउने, यहाँनिरबाट जोइन गर्ने यसरी। अब यहाँनिर सिंगल क्रोसेट, अनि एउटा हाफ डबल, फेरि डबल क्रोसेट गरेको ठाउँमा डबल क्रोसेट, दुईवटा डबल क्रोसेट, फेरि एउटा डबल क्रोसेट, अनि एउटा हाफ डबल क्रोसेट, अनि सिंगल क्रोसेट, अनि चेन 1 गरेर यहाँनिर हामी स्लिप स्टिच गर्ने, अनि चेन 1 गरेर कट गर्ने। लिफको पार्ट सक्यो। अब यिनीहरूलाई हाइड गरिदिउँ। यो पातकोलाई चाहिँ यसरी माथिबाट तलतिर ल्याएर खुसाइदिने, कट गर्ने। हाम्रो लिफ रेडी भयो। अब हामी यो पार्ट गर्छौं, फ्लावर पार्ट। यो साइडबाट हामी स्टार्ट गर्ने, यहाँबाट तीन चेन गरेर सेम ठाउँमा हामी क्लस्टर स्टिच गर्ने। छुट्टी भयो, 2 3 4। अब यसरी पुरै निकाल्दिने, अनि चेन 3 गरेर यही ठाउँमा हामी
स्लिप स्टिच गर्ने। फेरि नेक्स्ट दुईवटा स्टिचमा चाहिँ हामी स्लिप स्टिच गर्ने। फेरि चेन 3 गरेर यही प्याटर्न रिपिट गर्ने। चारचोटि गऱ्यौँ। अब पुरै निकाल्ने 2 3। अब यहीँनिर हामी स्लिप स्टिच गर्ने। फेरि दुईवटा स्टिचमा स्लिप स्टिच गरेर फेरि चेन 3 गर्ने। फेरि यही प्याटर्न हामी रिपिट गर्दै जाने। यसरी नै यहाँसम्म गर्नुहोस्, म पनि गर्छु अनि त्यसपछि म भन्छु। कम्प्लिट भयो। अब चाहिँ हामी चेन 1 गर्ने अनि कट गर्ने। यसलाई यसरी लिएर हाइड गरिदिनुहोस्। धागो सानो भयो नपुगेर। लिफवाला पार्ट बनाइसक्यौँ। अब चाहिँ हामी वाइटवाला पार्ट गर्ने। यसमा चाहिँ लिफ हुँदैन, यो वाला पार्ट हामी गरौँ। यसको लागि चाहिँ हामी स्लिप नट गर्ने। चेन 62 गर्ने। चेन गर्छु अनि त्यसपछि म भन्छु। 62वटा चेन भयो। अब हामी पहिलो चेनलाई स्किप गर्ने अनि दोस्रो चेनमा हामी स्लिप स्टिच गर्ने। 3 चोटि, एउटा भयो, दुईटा अनि 3वटा स्लिप स्टिच गरिसकेपछि बाँकीमा चाहिँ हामी सिंगल क्रोसेट गर्दै जाने। लास्टको 3वटा चेनलाई छोडेर हामी बाँकीमा चाहिँ सिंगल क्रोसेट गर्छौँ। यहाँसम्म गर्छु अनि म फेरि भन्छु। हामीले सिंगल क्रोसेट गऱ्यौँ। अब बाँकी 3वटा चेनमा चाहिँ हामी स्लिप स्टिच गर्ने। अनि चेन 1 गरेर कट गर्ने। अलि लामो छोडेर गर्ने, पछि सिलाउनु पर्छ। अब हामी फ्लावरको पार्ट गर्छौँ। यो साइडबाट, यो स्टिच देखिने साइडबाट हामीले जोइन गर्ने। यहाँबाट अघि गरे जस्तै यसरी जोइन गरेर चेन
चेन गर्ने चेन 3 भयो अब यसै स्टिचमा हामी क्लस्टर स्टिच गर्छौं 2 3 4 चारवटा गऱ्यौं 4 टाइम्स अब पुरै यसरी निकाल्ने अनि फेरि चेन 1 2 3 चेन 3 गरेर फेरि यही स्पेसमा हामी स्लिप स्टिच गर्दिने यसरी अब दुईवटा स्टिचमा चाहिँ हामी स्लिप स्टिच गर्ने यहाँनिर अनि यहाँनिर फेरि चेन 3 गर्ने फेरि त्यसै ठाउँमा हामी सेम प्याटर्न रिपिट गर्ने 2 3 4 यसै गरी यहाँसम्म बनाउँछु हजुर पनि बनाउनुहोस् अनि फेरि म भन्छु कम्प्लिट भयो अब चेन 1 गरेर कट गर्ने अनि टेलहरुलाई चाहिँ हाइड गर्ने एउटालाई चाहिँ राख्ने लामोवालालाई यिनीहरूलाई हाइड गरिदिनुस् यसरी यहाँ राख्ने अनि यसरी घुमाउँदै जाने अब हामी यसरी यहाँनिर चाहिँ हामी जोइन गर्ने यसलाई एक दुईचोटि नट गरिदिनुस् यो साइडको पनि गर्ने यो साइडको लागि चाहिँ धागो काटेर गर्नु होला मैले यहाँनिर यसरी एट्याच गरे
हाम्रो गजरा रेडी भयो। अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। फेरि अर्को नयाँ भिडियोमा हामी भेट्नेछौँ। तबसम्मको लागि टेक केयर। थ्याङ्क्स फर वाचिङ।